नचेछ मलाई। हेलो गाइज, हाम्रो के बोलेको रे दिदी? योलाई के भन्छ? बटुक पोलेको बटुक केराउको यो पिसेर यसरी हाल्ने, यस्तो गर्ने डल्लो बनाउने, अनि त्यसपछि यहाँ पल बनाउने, यस्तो प्वाङ धोडको बनाउने, अनि त्यसपछि यस्तो गरेर यसरी चुवाई हालेपछि पाक्छ। उ यस्तो हुन्छ यस्तो। आप त गरे छैन? उन गरे छैन भन्न? उन गरी भ्याएको के? उन गरी भ्याएको हो? अघि बोलेको। म बोलेको हालेको होइन, त्यहाँ युट्युबमा त हालेको छैन कि? हाल्छ अहिले। लु, हामी आज खेतारालाई पकाएको। योलाई के भन्छ? मैले दिदी भन्नु। अनन्दी चामल। यो चाहिँ लतरी केराउको यसरी बारा बनाउने, यस्तो पल बनाउने, यसो कोट्याउने, अनि यस्तो हाल्ने, यस्तो गर्ने। यस्तो बनाउने, हाल्नु यस्तो गर्ने, यस्तो बनाउने, यस्तो, अनि यस्तो डल्लो बनाउने, यस्तो गर्ने। मान्छेहरूले देखेको छैन भने यहाँ हेर्नु, सिक्नुहोस्, यस्तो गर्नु, यस्तो। सुन्छ क्या तिमी बोलेको? यस्तो गर्ने, अनि त्यसपछि कसरी हाल्ने? यस्तो गर्ने यस्तै बस्छ। अनि खाने पनि कसरी खाने रे काइन्डली? यो खाँदाखेरि यस्तो गर्ने, यहाँ अरेर खाने कि गरेर। हाम्रो गाउँतिर त यस्तै आनन्दी बनाउने पनि रक्सी पारेको जस्तो। खाना रुचा छ भने आउनु है हजुरहरू, साथीहरू। यहाँ बाख्राको मासु। यहाँ त सेतो बाख्रा होइन, कुकुर पो। होइन, सेतो बाख्रा मानेको मैले त। मेरो आँखाले देखेको छैन राम्रोसँग। स्याउली बजारमा गाना टाल्नुभयो, खाना खानुभयो मलाई देखेर। हाम्रो गाउँ त आनन्दी। खाना खानुभयो तिमीलाई देखेर। यसलाई देखेर खाना खानुभयो, ताना टाल्नुभयो। कति नमिलेको हो। सही हो, कता हाल्ने हो? पाक्यो के? अनि यस्तो यस्तो पल्टाउनु पर्छ। पाकी भ्याइ। कोही पाक्दैछ न, कोही चाहिँ निकाल्दैछ। यसरी हाल्ने, हाल्न जाने छैन भने यस्तो गर्ने। अघि हालेको पाकी भ्यायो। खाने भाइ खानुस्। त्यो त काँचो पो गयो, काँचो पनि मिसेछ।